नमस्ते, मेरो नाम जगदीश पस्ताकोटी हो। म चाहिँ सुदन साई। मेरो नाम कमलेश ठाकुर हो। मैले नामीको बारेमा चाहिँ फर्स्ट टाइम नाडा अटो सोमा जाँदाखेरि देखेको थिएँ साथीहरूसँग। अब नामी मैले कसरी थाहा पाएँ भने म अलिकति न्यू टेक्नोलोजी र इलेक्ट्रिक भेहिकलप्रति इन्ट्रेस्टेड मान्छे नै हो। यो गएको नाडा अटो सोमा चाहिँ नामी लन्च भयो। नामीको स्टलमा गइसकेपछि नामीको मोडल लुक्स यिनीहरू चाहिँ अब तपाईँको चाहिँ यसको रेन्ज यो सबै चाहिँ मन पर्यो। यसको कम्पनीको हिस्ट्री पनि राम्रो छ नि त, अनि त्यो सबै रिसर्च गरेर हेर्दाखेरि चाहिँ ओके हुन्छ, ठिकै छ, यही हुन्छ भनेर मैले यो लिएको हो। मैले चाहिँ खास गरेर यो नामी E3 लिनुको कारण चाहिँ के हो भने यसको रेन्ज चाहिँ राम्रो लाग्यो र अर्को चाहिँ लग्जरी, सबभन्दा मेजर त लग्जरी। यतिको सस्तो गाडीमा यतिको फिचर लोडेड गाडी आउँछ भनेर त मैले सोचेको पनि थिएन कि। जस्तै हेर्नुहोस् न होइन, यो सब होइन सफ्ट टच दिइरहेको छ होइन, यसो एयरब्यागहरू छ, एडास लेभल 2 छ, अटो पार्किङ छ। मलाई राम्रो लागेको चाहिँ एडासमा हो होइन, जुन चाहिँ त्यो इमर्जेन्सी ब्रेकिङ सिस्टम छ नि, त्यो चाहिँ एकचोटि चलाउँदै थिएँ अनि वात्तै एकजना मान्छे आइदिनु भएको थियो क्या ऊबाट गल्लीबाट, अनि मैले ब्रेक नहानिकन सिधै झ्याप्पै ब्रेक हानेको थिएँ, जहाँको त्यही गाडी रोकेको थिएँ क्या। मलाई त्यो चाहिँ ठिक्क राम्रो लागेको थियो त्यो चाहिँ।